नेपाल पुलिस भ्याकेन्सी 2082। नेपाल प्रहरी विज्ञापन खुलाएको छ नेपाल प्रहरीले 2082 को लागि केही माग रहेको छ। हेर्न सक्नुहुन्छ विज्ञापन खुलाएको छ। केही सङ्ख्यामा आवश्यक परेको हुनाले गर्दाखेरि नयाँ भर्ना सम्बन्धी सूचना भनेर निकालेको छ। प्रथम पटक प्रकाशित मिति भनेर 2082 6 महिना 10 गते आज रहेको छ भने नेपाल प्रहरीमा जनपद प्रहरी समूहतर्फ रिक्त प्रहरी जवान र प्रहरी कार्यालय सहयोगी पदहरूमा चाहिँ खुल्ला प्रतियोगिताद्वारा समावेशी प्रावधान बमोजिम पद पूर्ति गर्नुपर्ने भएकाले व्यय बमोजिमको योग्यता पुगेका नेपाली नागरिकहरूबाट रु 10 को टिकट टाँसी स्वयं उपस्थित भएर चाहिँ भर्नुपर्ने भनेर भनिएको छ। दरखास्त आह्वान गरेको छ। त्यसमा आवश्यक माग पद सङ्ख्या हेर्न सक्नुहुन्छ। प्रहरी जवान जनपदतर्फ 837 जना खुल्लामा भनिएको छ। महिला 137, आदिवासी जनजाति 219, मधेसी 191, दलित 103, पिछडिएको क्षेत्र 35 जना गरेर 1553 जना भनिएको छ भने प्रहरी कार्यालय सहयोगी हजामको लागि चाहिँ 6 जना भनेर 6 जना माग गरेको छ। महिलामा 1, आदिवासी जनजातिमा 2, मधेसी 1 गरेर 11 जना मागेको छ भने प्रहरी कार्यालय सहयोगी कोचिकार 8 जना भनेको छ। यसमा चाहिँ महिला 2 जना, आदिवासी जनजाति 1, मधेसी 2, दलित 1 गरेर 15 जना। प्रहरी कार्यालय सहयोगी खेलाडी भनेको छ 8 जना। यसमा महिला 1, आदिवासी जनजाति 3 जना, मधेसी 2, दलित 1 गरेर 15 जना। प्रहरी कार्यालय सहयोगी खेलाडीतर्फ फुटबल, भलिबल, क्रिकेट, एथलेटिक्स, जुडो, कराते र तेक्वान्दो विधाका खेलाडीहरूले मात्र दरखास्त दर्ता गर्न सक्नेछन् भनेको छ। दरखास्त फारम दर्ता मिति चाहिँ 2082 6 को महिना 19 गतेदेखि सुरु हुन्छ भने 7 को महिना 28 गतेसम्म चाहिँ रहन्छ। समय बिहान 10 बजेदेखि कार्यालय समयसम्म हुनेछ। सार्वजनिक बिदाको दिन बाहेक हुनेछ। यसमा हेर्न सक्नुहुन्छ सार्वजनिक बिदाको दिन बाहेक चाहिँ तपाईँहरूले भर्न सक्नुहुन्छ भनेको छ। 6 को महिना 19 गतेदेखि 7 को महिना 28 गतेसम्म रहेको छ। दरखास्त फारम पाइने र बुझाउने स्थानहरू भनेको छ कोशी प्रदेश। जस्तो पदमा चाहिँ प्रहरी जवान जनपद र प्रहरी कार्यालय सहयोगी हजाम र कोचिकारको लागि चाहिँ कार्यालय कोशी प्रदेश प्रहरी तालिम केन्द्र विराटनगर मोरङ। यसको फोन नम्बर पनि दिएको छ भने मध्य प्रदेश प्रहरी तालिम केन्द्र जनकपुर भनेर सम्पर्क कार्यालय राजविराज भनेर फोन नम्बर साइडमा दिएको छ। हेर्न सक्नुहुन्छ। बागमती प्रदेश प्रहरी तालिम केन्द्र दुधौली सिन्धुली भनेको छ। यसको नम्बर दिएको छ। गण्डकी प्रदेश प्रहरी तालिम केन्द्र पोखरा काँसी भनेर नम्बर दिएको छ। लुम्बिनी प्रदेश प्रहरी तालिम केन्द्र बुडोल रूपन्देही भनेको छ। त्यसै गरी प्रहरी कर्णाली प्रदेश प्रहरी तालिम केन्द्र सुर्खेत हाल नेपालगञ्ज बाँकी भनेर नम्बर साइडमा दिएको छ भने सुदूरपश्चिम प्रदेश प्रहरी तालिम केन्द्र दिपाल डोटी भनेर नम्बर दिएको छ। जिल्ला प्रहरी परिषद काठमाडौँ भनेर दिएको छ भने जिल्ला प्रहरी परिषद ललितपुर, त्यसै गरी भक्तपुरको नि दिएको छ। त्यसै गरी जिल्ला प्रहरी कार्यालय सबै भनेर सम्बन्धित जिल्ला प्रहरी कार्यालयहरू भनेको छ। त्यसै गरी प्रहरी कार्यालय सहयोगी खेलाडी भनेर राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्ज काठमाडौँ भनेर यसमा पनि नम्बर दिएको छ। दिएका नम्बरहरूमा तपाईँहरूले सम्पर्क गरेर बुझ्न सक्नुहुनेछ। त्यसै गरी अब अर्को रहेको छ प्रहरी दरखास्त दस्तुर चाहिँ के छ भन्दाखेरि प्रहरी जवान जनपदको लागि चाहिँ दरखास्त फारम 7 दस्तुर बापत 300 रुपियाँ बुझाउनु पर्ने छ। साथै 1 भन्दा बढी समूहमा दरखास्त दिने उम्मेदवारको हकमा प्रत्येक समूहको लागि 20% रु 60 को दरले थप दस्तुर लाग्नेछ। अब यसमा पद भनेको छ प्रहरी कार्यालय सहयोगी दरखास्त फारम 7 दस्तुर बापत रु 200 बुझाउनु पर्नेछ। साथै 1 भन्दा बढी समूहमा दरखास्त दिने उम्मेदवारको हकमा प्रत्येक समूहको लागि 20%
रु 40 का दरले थप दस्तुर लाग्नेछ भनेको छ। त्यसैगरी उमेर हद पद प्रहरी जवानमा उमेर हद रहेको छ। दरखास्त फारम दर्ता गर्ने अन्तिम मितिसम्म 18 वर्ष उमेर पुरा भई 23 वर्ष ननागरिक हुनुपर्ने छ भने बहालवाला श्रेणीविहीन प्रहरी कर्मचारीको हकमा चाहिँ प्रहरी नियमावली 2071 संशोधन सहितको नियम 40 बमोजिम चाहिँ 25 वर्ष ननागरिक हुनुपर्ने छ भनेको छ नि। त्यसै गरी प्रहरी कार्यालय सहयोगी दरखास्त फारम दर्ता गर्ने अन्तिम मितिसम्म 18 वर्ष उमेर पुरा भई 25 वर्ष ननागरिक हुनुपर्ने छ। त्यसै गरी आवश्यक न्यूनतम योग्यता त कति छ भने आवश्यक न्यूनतम योग्यतामा पहिलो नम्बरमा रहेछ शैक्षिक योग्यता मान्यता प्राप्त शिक्षण संस्थाबाट कम्तीमा 8 कक्षा पास वा सो छरा उत्तीर्ण गरेको, नैतिक पतन देखिने, फौजदारी अभियोगमा सजाय नपाएको, त्यसै गरी राजनीतिक दलको सदस्य नरहेको, आतङ्ककारी सङ्गठनको सदस्य नरहेको, भविष्यमा सामान्यतया सरकारी नोकरीको निमित्त अयोग्य नठहरिने गरी नोकरीबाट बर्खास्त नभएको, आँखा -2 वा +2 भन्दा बढी कमजोर नभएको, उचाइ छाती तौल पुरुष घटीमा उचाइ 5 फिट 2 इन्च, छाती 31-33, तौल 50 केजी भनेको छ भने महिला घटीमा उचाइ 5 फिट तौल 42 केजी भनेको छ। नेपाल प्रहरी प्रधान कार्यालयबाट तोकिएको स्वीकृत चिकित्साबाट निरोगिताको प्रमाणपत्रको परीक्षा सञ्चालनको क्रममा हुने पत्र पाएको हुनुपर्ने भनेको छ। नेपाली नागरिक हुनु पर्यो। त्यसै गरी अर्को जानकारी तपाईँलाई दिन चाहन्छु। यसमा चाहिँ तपाईँहरू यदि नेपाली नागरिक हुनुहुन्छ भने मात्रै तपाईँहरूले भर्न पाउनुहुन्छ। त्यसमा पनि अब आवश्यक न्यूनतम योग्यता तपाईँलाई थाहा भइहाल्यो, माथि पढ्न सक्नुहुन्छ, मैले बताइसकेको छु। र त्यो योग्यता तपाईँहरूको पुगेको छ भने प्रहरी जवान जनपदमा चाहिँ तपाईँहरूले आफ्नो फर्म चाहिँ भर्न सक्नुहुन्छ। त्यसै गरी प्रहरी कार्यालय सहयोगीको लागि चाहिँ शैक्षिक योग्यता साधारण लेखपढ गर्न जानेको हुनुपर्छ भने उचाइ छाती र तौल पुरुष घटीमा उचाइ 5 फिट, छाती 1 देखि 33, तौल 50 केजी भनेको छ। महिला घटीमा उचाइ 4 फिट 10 इन्च, तौल 42 केजी भनेको छ। प्रहरी कार्यालय सहयोगी खेलाडी पदको हकमा राष्ट्रिय खेलकुद परिषद वा राष्ट्रिय खेलकुद परिषदबाट मान्यता प्राप्त सङ्घको राष्ट्रिय प्रतियोगितामा सहभागी भई पदक प्राप्त गरेको वा दक्षिण एसियाली ओलम्पिक खेलमा सहभागी भई उत्कृष्ट खेलको प्रदर्शन गरेको, उमेर समूह अन्तर्गत 16 देखि 23 वर्षसम्मका प्रतियोगिताहरूमा सहभागी भई पदक प्राप्त गरेको वा अन्य अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा सहभागी भई उत्कृष्ट प्रदर्शन गरेको प्रमाणपत्र पेश गर्नुपर्ने छ भनेको छ। त्यसै गरी प्रहरी जवान जनपदको लागि क्रम सङ्ख्या ख, ग, घ, ङ, च, ज र झमा तोकिए बमोजिम अन्य योग्यताहरू पुरा भएको हुनुपर्ने छ भनेर यसमा भनिएको छ। यदि यो योग्यता चाहिँ तपाईँहरूमा छ भने चाहिँ प्रहरी कार्यालय सहयोगीमा चाहिँ दरखास्त दिन सक्नुहुनेछ, फर्म भर्न सक्नुहुनेछ। त्यस्तै गरी दरखास्त साथ समावेश गर्नुपर्ने कागजातहरू चाहिँ नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि चाहिन्छ तपाईँलाई। हालसालै खिचेको पुरै मुखाकृति दुवै कान समेत प्रष्ट देखिने एकै किसिमको पासपोर्ट साइजको फोटो, पुरुषको हकमा दारी र कपाल काटेको 5 प्रति फोटो चाहिन्छ भने आफूले प्राप्त गरेको शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपि 1 प्रति, प्रत्येक तहको चारित्रिक स्थायी वा प्रोभिजनल प्रमाणपत्र र ट्रान्सक्रिप्ट मार्कसिट सहित तथा नेपाल बाहिर अध्ययन गरेको हकमा उच्च माध्यमिक शिक्षा परिषद त्रिभुवन विश्वविद्यालयबाट समकक्षता निर्धारणको प्रमाणपत्र चाहिन्छ भने अमर अशक्त प्रहरी परिवारको हकमा अमर अशक्त भएको कुरा पुष्टि हुने कागजपत्र र नाता प्रमाणित कागजपत्र, आदिवासी जनजाति हकमा नेपाल आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान ऐनमा सूचीकृत भएको जातिको हकमा सोही सूचीको आधारमा तर नेपाल आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान ऐनमा सूचीकृत भएको जातिभित्र एकभन्दा बढी थरहरू भएमा सम्बन्धित चाहिँ हुनुपर्ने छ। त्यसको लागि चाहिँ तपाईँहरूले
सम्बन्धित स्थानीय तह निकायको प्रमुखको चाहिँ सिफारिसमा प्रमुख जिल्ला अधिकारीबाट सूचीकृत भएको जातिभित्रको थर भनी प्रमाणित गरिएको कागजात चाहिँ आवश्यक पर्दछ भने मधेसीको हकमा नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी तोके बमोजिमको संस्थाबाट मधेसी भनी प्रमाणित भएको तर नेपाल राजपत्रमा सूचना प्रकाशन गरी संस्था नतोकेसम्म सम्बन्धित स्थानीय निकायको प्रमुख सिफारिसमा चाहिँ प्रमुख जिल्ला अधिकारीबाट मधेसी भनी प्रमाणित भएको प्रमाणपत्र चाहिनेछ भने दलितको हकमा राष्ट्रिय दलित आयोगबाट सूचीकृत भएको जातिको हकमा सोही सूचीको आधारमा तर राष्ट्रिय दलित आयोगबाट सूचीकृत भएको जातिभित्र एकभन्दा बढी थरहरू भएमा सूचीकृत भएका जाति र जातिभित्रको थर भनी सम्बन्धित निकायबाट प्रमाणित भएको कागजात आवश्यक पर्दछ भने पिछडिएको क्षेत्रका लागि अछाम कालीकोट जाजरकोट जुम्ला डोल्पा बझाङ बाजुरा मुगु र हुम्ला जिल्लाका स्थायी बसोबास गरी सम्बन्धित जिल्लाबाट नै नागरिकताको प्रमाणपत्र प्राप्त गरेको तथा सम्बन्धित गाउँपालिका र नगरपालिकाबाट दरखास्त पेश गर्दाका बखत सोही स्थानमा स्थायी बसोबास भएको भनी प्रमाणित गरेको कागजात दरखास्त फारम भर्ने दिनभन्दा 3 महिना अगाडिसम्मको सिफारिस हुनुपर्ने भनेको छ भने स्थायी बसोबास भएको जिल्लाबाहेक अन्यत्र जिल्लाबाट नागरिकता लिएको भएमा नागरिकता जारी भएको जिल्ला प्रशासन कार्यालयबाट सो गर्नु परेको कारण उल्लेख गर्नुपर्नेछ। दरखास्त फारमसँग संलग्न गरी पेश गर्ने कागजातहरूको प्रतिलिपिको पछाडिपट्टि सकल बमोजिम नक्कल ठिक छ भने उम्मेदवार स्वयंले अनिवार्य रूपमा दरखास्त गर्नुपर्ने छ। यति गरेर चाहिँ तपाईँहरूले भर्न सक्नुहुनेछ भने परीक्षा विधि चाहिँ प्रारम्भिक स्वास्थ्य परीक्षण तथा शारीरिक तन्दुरुस्ती परीक्षा, विस्तृत स्वास्थ्य परीक्षण, त्यसै गरी लिखित परीक्षा प्रहरी जवान पदको मात्र हुने, लोकसेवा आयोगबाट सञ्चालन हुने हुँदा आयोगद्वारा तोकेको परीक्षा केन्द्रहरूमा सञ्चालन हुनेछ भने वस्तुगत बहुउत्तर मल्टिपल चोइस प्रश्नको गलत उत्तर बापत 20% अङ्क कट्ठा गरिने व्यवहार जानकारी गराइन्छ। वस्तुगत बहुउत्तर प्रश्नको उत्तर लेख्दा अङ्ग्रेजी ठुलो अक्षर क्यापिटल लेटरमा ABCD लेखिएको उत्तरलाई मात्र मान्यता दिइनेछ। प्रयोगात्मक परीक्षा प्रहरी कार्यालय सहयोगी पदको लागि मात्र हुनेछ। अन्तर्वार्ता मार्फत हुनेछ भने त्यसै गरी परीक्षा सञ्चालन हुने स्थानको बारेमा जानकारी गराउँछु। दरखास्त फारम वितरण तथा केन्द्रमा चाहिँ प्रताके विराटनगर जिल्ला प्रहरी कार्यालय ताप्लेजुङ पाँचथर इलाम शङ्खसभा तेह्रथुम धनकोटा भोजपुर खोटाङ सोलुखुम्बु ओगलढुङ्गा उदयपुर झापा मोरङ सुनसरी दरखास्त दर्ता गरेको उम्मेदवारहरूको भनेर छ। यसमा चाहिँ परीक्षा सञ्चालन हुने स्थान चाहिँ कोशी प्रदेश प्रहरी तालिम केन्द्र विराटनगर मोरङ छ भने त्यसै गरी जनकपुर हाल राजविराज सप्तरी जिल्ला प्रहरी कार्यालय सप्तरी सिरा धनुषा मर्तरी सर्लाही रौतहट बाह्र र पर्साका दरखास्त दर्ता गरेका उम्मेदवारहरूको लागि चाहिँ मध्य प्रदेश प्रहरी तालिम केन्द्र जनकपुर सम्पर्क कार्यालय राजविराज सप्तरी भनेको छ। त्यहाँ चाहिँ परीक्षा सञ्चालन हुने स्थान भनेको छ भने त्यसै गरी दुधौली जिल्ला प्रहरी कार्यालय दोलखा राउँछा सिन्धुली चितवन र मकवानपुरमा दरखास्त दर्ता गरेको उम्मेदवारहरूको लागि चाहिँ बागमती प्रदेश प्रहरी तालिम केन्द्र दुधौली सिन्धुली भनेर भनेको छ। त्यसमा चाहिँ परीक्षा सञ्चालन हुन्छ भनेको छ। त्यसै गरी पोखरा जिल्ला प्रहरी कार्यालय गोर्खा लमजुङ तनहुँ कास्की मनाङ मुस्ताङ पर्वत स्याङ्जा म्याग्दी बागलुङमा दरखास्त दर्ता गरेको उम्मेदवारहरूको चाहिँ गण्डकी प्रदेश प्रहरी तालिम केन्द्र पोखरा कास्कीमा चाहिँ परीक्षा सञ्चालन हुन्छ भने त्यसै गरी बुटवल जिल्ला प्रहरी कार्यालय नवलपरासी बर्दाघाट सुस्ता पूर्व नवलपरासी बर्दाघाट सुस्ता पश्चिम रूपन्देही कपिलवस्तु पाल्पा अर्घाखाँची गुल्मी रोल्पा प्युठान र दाङमा दरखास्त दर्ता गरेको उम्मेदवारहरूको लागि चाहिँ लुम्बिनी प्रदेश प्रहरी तालिम केन्द्र बुटवल रूपन्देहीमा हुनेछ परीक्षा। त्यसै गरी सुर्खेत हाल नेपालगञ्ज जिल्ला प्रहरी कार्यालय रुकुम पूर्व रुकुम पश्चिम बाँके बर्दिया सल्यान डोल्पा जुम्ला मुगु हुम्ला कालीकोट जाजरकोट दैलेख सुर्खेतमा दरखास्त दर्ता गरेको उम्मेदवारहरूको लागि चाहिँ परीक्षा सञ्चालन हुने स्थान चाहिँ कर्णाली प्रदेश प्रहरी कार्यालय वीरेन्द्रनगर सुर्खेतमा चाहिँ परीक्षा हुनेछ। तपाईँहरूको त्यसै गरी तपाईँहरूलाई अर्को जानकारी
7 नम्बरमा रहेको छ दिपायल जिल्ला प्रहरी कार्यालय बाजुरा बझाङ डोटी अछाम दार्चुला बैतडी डडेलधुरा कञ्चनपुर र कैलालीमा दरखास्त दर्ता गरेको उम्मेदवारहरूको लागि चाहिँ सुदूरपश्चिम प्रदेश प्रहरी तालिम केन्द्र दिपायल डोटीमा चाहिँ परीक्षा हुनेछ। त्यसै गरी अर्को रहेको छ जिल्ला प्रहरी परिसर काठमाडौँ ललितपुर भक्तपुर साथै काभ्रे पलाउँछ सिन्धुपाल्चोक रसुवा नुवाकोट धादिङ राष्ट्रिय प्रहरी परिसन प्रतिष्ठान महाराजगञ्जमा प्रहरी कार्यालय सहयोगी खेलाडी पदतर्फ दरखास्त दर्ता गरेका उम्मेदवारहरूको लागि चाहिँ परीक्षा सञ्चालन हुने स्थान काठमाडौँ उपत्यका प्रहरी शिक्षालय महाराजगञ्ज काठमाडौँ भनेको छ भने विशिष्टीकृत कार्यक्षेत्र तथा कामको प्रकृति प्रहरी कार्यालय सहयोगी पदको हकमा विशिष्टीकृत कार्यक्षेत्र गर्नुपर्ने कामको प्रकृति समावेश गरेको हुँदा दरखास्त फारम पेश गर्दा फारम 7 संलग्न विशिष्टीकृत कार्यक्षेत्र चयन फारम समेत भरी उम्मेदवारहरूले आफ्नो इच्छा चाहना तथा क्षमता अनुसारको कुनै एक कार्य क्षेत्रमा चयन गरी ठिक चिन्ह चाहिँ लगाउनु पर्नेछ। त्यसै गरी विशिष्टीकृत कार्यक्षेत्र र गर्नुपर्ने कामको प्रकृति हजाम अन्तर्गत चाहिँ प्रहरी कर्मचारीको कपाल काट्ने सम्बन्धी काम गर्नुपर्ने हुन्छ भने कुचेकार भनेको चाहिँ कार्यालय शौचालय स्नान गृह लगायतका कार्यालय कम्पाउन्ड समेतको सरसफाइ गर्नुपर्ने हुन्छ भने खेलाडी अन्तर्गत चाहिँ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा हुने खेलकुद प्रतियोगिताहरूमा चाहिँ सहभागी भई खेल्नुपर्नेछ। त्यसै गरी सम्पर्क मिति तथा स्थान मिति 2082 8 महिना 11 गते दरखास्त फारम दर्ता गर्ने सम्बन्धित प्रहरी कार्यालयमा प्रथम चरणको प्रारम्भिक स्वास्थ्य परीक्षण तथा शारीरिक तन्दुरुस्ती परीक्षा तालिम प्रकाशन गरिने तथा नेपाल प्रहरीको वेबसाइट www.nepalpolice.gov.np मा समेत सो सम्बन्धी सूचना राखिनेछ। विज्ञापन सम्बन्धी विशेष सूचना सम्मानित सर्वोच्च अदालतबाट नेपाल प्रहरी प्रधान कार्यालय नक्साल काठमाडौँ समेत विपक्षी रहेको रिट नम्बर दिएको छ भने निवेदनहरूमा मिति 2079 10/24 मा जारी भएको परामर्शको आदेश बमोजिम समावेशी समूहमा सम्बन्धमा आवश्यक कानुनी प्रबन्ध मिलाएपछि कायम हुन आउने कुल पदहरूमध्ये समावेशी समूहमा पर्ने पदको अनुपातको हिसाबमा 79-80 मा समावेश नगरिएबाट वास्तविक रूपमा घुम्न गएका पदहरू समेत समेटी हुन गएको क्षतिको समेत पूर्तिका सम्बन्धमा कानुन व्यवस्था भए बमोजिम गर्ने गरी हालत प्रचलित कानुन बमोजिम पद पूर्ति गर्ने गरी यो सूचना प्रकाशन गरेको छ भनेछ। यसमा पुनश्च भनेछ आवेदकले कुनै एक दर्ता केन्द्रबाट मात्र दरखास्त फारम दर्ता गर्नुपर्नेछ। दोहोरो दरखास्त फारम चाहिँ दर्ता गरेको पाइएमा चाहिँ दरखास्त फारम रद्द हुनेछ भनेछ। हरेक चरणको परीक्षा समाप्ति पश्चात नतिजा प्रकाशन गरिनेछ र उत्तीर्ण उम्मेदवारहरूलाई मात्र अर्को चरणको परीक्षा सम्मिलित गराइनेछ भनेछ। परीक्षा सञ्चालन गर्दा खुल्ला तथा समावेशी समूहतर्फको एउटै परीक्षा सञ्चालन गरिनेछ र निजहरूले प्राप्त गरेको अङ्कको आधारमा समावेशी तर्फका उम्मेदवारहरू बीच मात्र छुट्टै प्रतिस्पर्धा गरी पद पूर्ति गरिनेछ। दरखास्त पेश गर्दा सकल प्रमाणपत्रहरू साथमा लिई उम्मेदवार स्वयं उपस्थित हुनुपर्नेछ। प्रहरी नियमावली 2071 संशोधन सहितको नियम 13 को उपनियम 5 बमोजिम पदपूर्ति समितिबाट विज्ञापन प्रकाशन भएपछि दरबन्दी थप वा खाली भई पद रिक्त भएमा लिखित परीक्षाको नतिजा प्रकाशन हुनुभन्दा अगाडि सो पदपूर्तिको समितिले सार्वजनिक रूपमा सूचना प्रकाशन गरी सोही विज्ञापनको सो सङ्ख्या चाहिँ समेत थप गर्न सकिनेछ। तोकिएका शर्तहरू पुरा नभएका दरखास्त फारम जुनसुकै समयमा रद्द गर्न सकिनेछ। दरखास्त फारम र रद्द भएका दरखास्त दस्तुर फिर्ता हुने छैन। यस विज्ञापन सम्बन्धी सूचना तथा विभिन्न चरणमा लिइने परीक्षाहरूको पाठ्यक्रम नेपाल प्रहरीको वेबसाइटमा www.nepalpolice.gov.np मा समेत हेर्न सकिनेछ। दरखास्त फारम सोही वेबसाइटबाट डाउनलोड गरी आवश्यक कागजातहरू संलग्न राखी तोकिएको कार्यालयमा पेश गर्न सकिनेछ भनेको छ। मिति 2082 6 महिना 10 आज हो।
भनी नेपाल प्रहरी प्रधान कार्यालय मानव स्रोत विकास विभाग भनिएको छ। तपाईँहरूले पनि यदि आफ्नो योग्यता चाहिँ छ र तपाईँहरू पनि नेपाल प्रहरी जवान जनपद तर्फ तपाईँहरूले यदि आफ्नो योग्यता अनुसारको आफ्नो उमेर छ भने चाहिँ र यदि नेपाली नागरिक हुनुहुन्छ र आफ्नो उमेर योग्यता सबै कुरा छ र तपाईँ त्यसमा चाहिँ भर्ना छनौटमा चाहिँ तपाईँहरू दरखास्त फारम दिन चाहनुहुन्छ र आफू छनौट भई कार्यक्षेत्रमा लाग्न चाहनुहुन्छ भने चाहिँ आफ्नो अनुभव अनुसारको कामहरू पनि गर्न सक्नुहुनेछ। त्यसै कारणले गर्दा तपाईँहरू अहिले खुलेको यो प्रहरी जवान सम्बन्धी जनपदतर्फको जुन खुलेको छ त्यसमा तपाईँहरू यदि दरखास्त दिन चाहनुहुन्छ भने दरखास्त दिनुहोला। र यो भिडियो कस्तो लाग्यो जस्ताततै कमेन्ट बक्समा कमेन्ट गर्न नछुटाउनु होला। र जाँदै तपाईँहरूको लागि यदि तपाईँहरू यसमा दरखास्त दिन चाहनुहुन्छ भने दरखास्त दिनुहोला भन्दै म बिदा हुन चाहन्छु। हस्त नमस्कार।